साथीहरु आज भेडाको मासु तयार हुँदैछ है। 4-5 जना मिलेर यो खाने केटाहरु प्लानिङ गर्दैछ। ल तयारी भयो, प्याज भयो, हिँड्ने केटाहरु जग स्थानमा हिलमा गए मजाले यसलाई कुकिज गर्छ। अब के गर्छन् काटकुट गर्दैछ है। कत्रो पिस हो ल हेर्नुस्। यसलाई सानो सानो मसिनो पिस बनाएर कराईमा हाल्यो। ल प्याज यो बन प्याज जस्तै छ है। ल हेर्नुस् मासु कत्रो धेरै है, कत्रो ठुल्ठुलो पिस रहेछ। ल हेर्नुस् साथीहरु, बनाउने तरिका के अलग अलग है। सामग्री हाल्ने तरिका त उस्तै हो, बनाउने तरिका अलग छुट्टै रहेछ। ल हेर्नुस् प्याज धनिया सब एकैचोटि कच्चामा कुचुङ गरेर पारेर रेडी पनि हुन आयो। यहाँ बस्ने ठाउँ रेडी हुँदैछ। ल हेर्नुस् रेडी पनि भइसक्यो। यो कति धेरै हो के भने 4-5 किलो एकैचोटि। ल 4 जना मिलेर खाँदैछन् साथीहरु, इन्जोय गर्दैछन्। ल